Life Take, Choose Life, Change Life. Coding Competition, Season 1. Prize, first 1 lakh rupees, second 50,000, third 30,000. Free entrepreneurship and public speaking training. Idea ल्याउनुहोस् 1 करोड लगानी पाउनुहोस्. Orbip Education Foundation. Your dream for English language. Be a leader. Public speaking training. Presented by Cosmic Media. Life Computer, the number one Nepal's IT training institute. Breeze Life Consultancy. Breeze your dream for language and abroad study. Sri College of Management. दर्शक वृन्द नमस्कार। अब बोल्छ माटोमा म रमेश पोखरेल। अब बोल्छ माटोले यो देशका राष्ट्र सेवकहरूको खोजी गर्नेछ। यो देशमा कुना कन्दरामा रहेका र यो देशले नदेखेका राष्ट्र सेवकहरूको खोजी गर्नेछ। अब बोल्छ माटोले। अब बोल्छ माटोले यो देशलाई कसरी विकासतर्फ अगाडि लान सकिन्छ, तपाईको आइडिया के छ, तपाईको सोच के छ र यो देशको शिक्षालाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर यसै क्षेत्रमा रहेका विभिन्न बुद्धिजीवीहरू यो देशका हरेक क्षेत्रलाई अगाडि लिएर जानलाई साथ दिनेछ। यो देशमा धेरै किसिमका व्यतिथिहरू देखिएका छन्। हाम्रो समाज, हाम्रो देश परिवर्तन हुन नसक्नुका विभिन्न कारणहरू हुन सक्छन्। कसैको माध्यमबाट ती अवस्थाहरू परिवर्तन हुन सक्छ। देशको व्यवस्था परिवर्तन भएर अवस्थाहरू पनि धेरै परिवर्तन हुनुपर्ने समय आइसकेको छ। तर यी गाउँ ठाउँ, यी समाजका प्रत्येक व्यक्तिहरूले बोलिरहेका छन्। आज यो देशमा गणतन्त्र आउँदा पनि, संसारको एक उत्कृष्ट कानुन हुँदा पनि सर्वसाधारणले पटक पटक दुःख पाइरहनु परेको छ र यो देशमा विभिन्न राजनीतिक दलहरूले सही काम गरे नगरेका र राजनीतिकसँग सम्बन्धित रहेका धेरै अवस्थाहरू छन्। यो देशलाई अगाडि लाने क्रममा यो देशको पत्रकारहरू पनि कोही सबैको नाम नल्याउँ, केही पैसामा बिकेका मैले देखेको छु। यो देशको राजनीतिज्ञहरू सबैको नाम नल्याउँ, कोही पैसामा बिकेर अगाडि बढेका मेरा यी आँखाले देखेका छन्। यो समाजका मयौं भन्ने व्यक्तित्वहरू पनि मैले प्रत्यक्ष देखेको छु र मैले महसुस गरेको छु। मैले गरेका मेरा हरेक महसुसहरूलाई अब बोल्छ माटोको कार्यक्रमको माध्यमबाट म तपाईहरुमाझ ल्याउने छु। ठीक छ, तपाईहरुले मलाई राम्रो भन्नुहोला, नराम्रो भन्नुहोला, यसमा मेरो कुनै आपत्ति रहेन र कुनै आपत्ति रहनेवाला पनि छैन। किनभने तपाईले मलाई हिजो जे देख्नुभयो आज पनि त्यही देख्नुहुन्छ र भोलि पनि त्यही देख्नुहुनेछ। यति चाहिँ म निर्धक्कका साथ भन्न सक्छु, तपाई जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँभन्दा म धेरै माथि उठेर आफूलाई धेरै माथिल्लो स्थानमा मैले आफूलाई ठुलो भन्न खोजेको होइन। माथिल्लो स्थानमा मलाई राखेर मेरा जस्ता अवस्था र परिस्थितिलाई मैले पछाडि नै राखेर म अगाडि बढेर यो कार्यक्रम सञ्चालन गर्ने सोचका साथ, ऊर्जाका साथ म आएको छु। यो देशका राष्ट्र सेवकहरू बालटार छिरेका हुन सक्छन्, सक्दैनन्, यो पछाडिका कुरा रहे। यो देशका राष्ट्र सेवकहरू सिंहदरबार छिरेका छैनन्, यो पनि पछाडिका कुरा रहे। यो देशका राष्ट्र सेवकहरूले राष्ट्र सेवक भएर काम गर्ने ठाउँमा छ कि छैनन्, यो पनि पछाडिका कुरा रहे। यी सबै पछाडिका कुरा रहेका कुराहरूलाई म राष्ट्र सेवकको खोजी अब बोल्छ माटो कार्यक्रमको माध्यमबाट म पर्दा अगाडि अवश्य ल्याउने छु। तर यो देशलाई एउटा सही मार्ग निर्देश गर्ने व्यक्तिहरू कोही पर्दा पछाडि होलान्, कोही पर्दा अगाडि होलान्। यो कार्यक्रम मैले चलाउँदै गर्दा मलाई तपाईहरुले के भन्नुभयो, के देख्नुभयो, के सुनाउनु भयो र के देखाउन खोज्नुभयो यो पनि मलाई सरोकार भएन। म यति जान्दछु, यो कार्यक्रम मैले चलाउँदै गर्दा अवश्य यो देशको राष्ट्र सेवकहरू म यो कार्यक्रममा ल्याउने छु। उहाँहरूको आवाज, उहाँहरूको हरेक आइडिया, सोच विचार म यो कार्यक्रममा तपाईहरुको माझ ल्याउने छु, ताकि तपाईहरुलाई एउटा क्ल्यारिटी होस्। वाह भन्ने कुनै एउटा सही वेमा लान सक्ने एउटा टर्च लाइट म आफै होइन, तर ती व्यक्तिहरूको आइडिया र सोचबाट एउटा टर्च लाइट बन्ने छ, टर्च लाइट हुन सक्ने छ र यो अन्धकारको दलदलमा फस्न लागिसकेको देशलाई त्यो दलदलबाट माथि उठाउनको लागि केही हदसम्ममा भए पनि मेरो तर्फबाट म गर्न सक्छु। किनभने म यो देशको एउटा सचेत नागरिक मात्र होइन, म अब बोल्छ माटोको कार्यक्रमको माध्यमबाट यो देशको राष्ट्र सेवकहरूलाई म
अवश्य ल्याउने छु। र यसै राष्ट्र सेवा गर्दा खोज्ने क्रममा आज मैले एकजना व्यक्तित्वलाई ल्याएको छु जो यो देशको एउटा गुरु हुनुहुन्छ, जसले हरेक व्यक्तिहरू उत्पादन गर्नुभएको छ र डक्टर बनाउनु भएको छ, इन्जिनियर बनाउनु भएको छ र यो देशको एउटा ठुलो एउटा ऊर्जा उत्पादन गरिरहनु भएको छ, यो देशको एउटा ठुलो सम्पत्ति उत्पादन गरिरहनु भएको छ। त्यस्ता व्यक्तित्व मैले कार्यक्रममा ल्याएको छु, जसलाई म हृदयदेखि नै नमन गर्छु, जो गुरुहरूको माध्यमबाटै म आज यो ठाउँमा उभिएर तपाईँहरू सामु निर्धक्कसँग बोल्न सक्ने भएको छु। मेरो यो स्वरूप पनि एउटा गुरुले गर्दा नै म आज निर्धक्कताका साथ म यसरी यो देशको राष्ट्र सेवकको खोजी गर्न सक्ने भएको छु। त्यस्ता व्यक्तित्व जो यो राज्यले आज उहाँहरूको मागहरू सम्बोधन गर्नुभएको छैन र मलाई पनि लाग्यो एउटा गुरु सडकमा आएर आन्दोलन गर्दै गर्दा सरकारले मागहरू किन सुनेनन्? के सरकारले सुन्नै नसक्ने, गर्नै नसक्ने मागहरू कतै के मेरा गुरुहरूले गर्नु त भएन? म एउटा अचम्ममा परेँ र मलाई लाग्यो तपाईँहरूको माग के हो त? यो आन्दोलनको जो शिक्षकहरू आज आन्दोलनमा आउनुभएको छ, बानेश्वरमा तपाईँको आन्दोलन गरिरहनु भएको छ, आज धेरै दिन भइसकेको छ। मैले उहाँलाई यस्ता धेरै प्रश्नहरू सोध्नेछु र यो आन्दोलनको मेन माग के हो त? आखिर तपाईँ त यो देशको एउटा राष्ट्र सेवक हो। गाउँ गाउँ टोल टोलमा तपाईँहरूले धेरैजनालाई एउटा शिक्षाको ज्योति बालिदिनु भएको छ। गाउँ गाउँ टोल टोलमा आज कोही छैनन्, राजनीति गर्नेहरू मै भन्नेहरू पनि सहर बजारमा देश विदेशमा घुमिरहेका छन्। तर एक शिक्षक त्यही गाउँमा त्यही ठाउँमा बसेर मैले केही गर्नुपर्छ, यो देशको लागि मैले काम गर्नुपर्छ भनेर आफ्नो जन्मभूमि आफ्नो गाउँ ठाउँलाई एउटा प्रेम गरेर बस्नु भएको छ। त्यस्ता व्यक्तिको माग यो सरकारले किन सुनेन? जो अहिले तपाईँहरूले देखिरहनु भएको छ शिक्षा क्षेत्रमा जो गुरुहरू हामीले गुरु मानेका छौँ, उहाँहरू गुरुहरूको कारणले गर्दा नै यो देश आज अगाडि जान सक्छ र यो देश मात्रै होइन संसारभरिका जो शिक्षामा भएका व्यक्तिहरूले जो पढाउनु भएको छ, डक्टर उत्पादन गर्नुभएको छ, इन्जिनियर उत्पादन गर्नुभएको छ, वैज्ञानिक उत्पादन गर्नुभएको छ र उहाँहरूको माग सरकारले एउटा उच्च स्तरमा राखेर एउटा सम्बोधन गर्नुपर्ने थियो। अब के छ माग के हो कसो चाहिँ हामीलाई थाहा छैन, मैले पनि त्यो सबै बुझ्न सकेको चाहिँ छैन। त्यस कारणले गर्दा यो आन्दोलनको उद्देश्य के हो त? उहाँहरूको माग के हो त? उहाँहरूले आफ्नो एउटा जीवन नै एउटा माझी जस्तै रहेर एउटा वारीपारी गरिरहनु भएको छ र हरेकको जीवन परिवर्तन भएको छ। र एकजना शिक्षक गुरु एउटा कोट लगाएर 10 वर्ष 12 वर्षसम्म पढाउनु भएको मेरो यो आँखाले देखेको छ। त्यो आधारमा पनि यो माटो यो घर गाउँ छर छिमेकको एउटा कोही राष्ट्र सेवक को हुनुहुन्छ भनेर मलाई कसैले सोध्यो भने म स्पष्टमा भन्न सक्छु उहाँ शिक्षक हो। त्यो एउटा गुरु शिक्षकलाई चाहिँ मैले राष्ट्र सेवकको रूपमा मैले पहिलो नम्बरमा मैले राखेको कारणले गर्दा अब बोल्छ माटोमा मैले एकजना गुरुलाई मैले कार्यक्रममा ल्याएको छु। तपाईँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। सर्वप्रथम यो हाम्रो पश्चिमिक मिडियामा बोलाएर अन्तर्वार्ताको अवसर दिनुभयो। पश्चिमिक मिडिया लगायत हजुर लगायत यो सम्पूर्ण टिमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र सँगसँगै नयाँ वर्ष 2082 को उपलक्ष्यमा यहाँको मिडिया र यो मिडिया मार्फत सम्पूर्ण आन्दोलनमा सहभागी हुनुभएका शिक्षक साथीहरू र सरकारवाला सम्पूर्ण विद्यार्थी अभिभावक समस्त नेपाली दाजुभाइमा मेरो तर्फबाट म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँ आज यो शिक्षक पेसामा रहँदै गर्दा तपाईँको सुरुको दिनको तपाईँलाई याद छ? जो तपाईँ टिचर हुँदै गर्दा त्यो कुन स्कुलबाट तपाईँले सुरु गर्नुभएको थियो? मैले सुरुवात गरेको 2060 असोज 1 गतेको नियुक्ति पत्र हातमा समातेर। त्योभन्दा अगाडि के हुनुहुन्थ्यो? त्योभन्दा अगाडि अब त्यस्तै थिएँ भनौँ, बेरोजगारको। यो टिचर हुँदै गर्दा एउटा लाइसेन्स चाहिन्छ, त्यो लाइसेन्सको प्रविधि त्यो सिस्टम के हो? लाइसेन्स किन आवश्यक छ? तपाईँ त्यो लाइसेन्स पास भएर तपाईँले सुरुवात गर्नुभयो या लाइसेन्स नै नभइकन सुरु गर्नु? लाइसेन्स के छ यसको प्रोसेस? त्यतिखेर लाइसेन्सको प्रक्रिया थिएन सर। अब सेवामा प्रवेश गरिसकेपछि विद्यालयमा नै एउटा जिल्ला शिक्षाको टिम पुगेर उहाँहरूले क्लास अब्जर्भेसन गरेर लाइसेन्स प्रदान गर्नुभएको थियो
र यो अहिले लाइसेन्सको परीक्षा दिएर जाने प्रक्रिया त्यसपछि प्रारम्भ त्यस भएको पछाडि हो। भयो भन्दा हजुर तपाईँको विचारमा एउटा टिचरले लाइसेन्स प्राप्त गरेर एउटा टिचिङ क्षेत्रमा जान ठिक या लाइसेन्स खासै आवश्यक भएन, ट्यालेन्ट छ भने उसले आफै जान ठिक, त्यो उपयुक्त छ या छैन लाइसेन्स लिने यसका process? कुनै पनि पेसाका केही सैद्धान्तिक मान्यताहरू र केही त्यसका फन्डामेन्टल पक्षहरू हुन्छन्। अब अलग अलग फिल्डको आफ्नो आफ्नै मर्म हुन्छ। त्यसकारण त्यो जुन क्षेत्रमा प्रवेश गर्ने हो त्यो विषयको एउटा सैद्धान्तिक ज्ञान अथवा त्यसभित्रका सम्पूर्ण कम्पोनेन्टहरूलाई बुझ्ने कुराहरू एउटा पक्ष हुन्छ एउटा पछि भने त्यसलाई उतार्ने अथवा यो शिक्षण भनेको चाहिँ यति गम्भीर विषय हो। सायद मलाई लाग्छ यो डेफिनेटली यो देशको सम्पूर्ण संरचनाको मेरुदण्ड शिक्षा हुन्छ। शिक्षा हुन्छ। त्यो मेरुदण्ड भएको कारणले यसको प्रवेश गर्नका लागि एउटा विषयगत ज्ञान त्यो स्किल आवश्यक देखिन्छ भने अर्को यो ज्ञानलाई ट्रान्सफर गर्ने स्किलहरू कसरी डेभलप गर्न सकिन्छ बुझेर मात्रै हुँदैन। तपाईले सुरुमा शिक्षक पेसा सुरु गर्दा तपाईको सुरुवातको स्यालेरी कति थियो? कति तलब? 49 थियो, 4900 थियो। मैले प्रवेश गर्दा 2060 मा तपाईले प्रवेश गर्दा 4900 मेरो स्यालेरी थियो र त्यतिखेर त्यो 4900 ले तपाईको आफ्नो सोचेका तपाईको आफ्नो घर चलेको थियो? त्यो घर चलाउनमा त्यसको कुनै सन्दर्भ थिएन। म आफै यति गर्व गरेका थिएँ मैले त्यहाँ 4900 लाई कुनै पनि मैले प्रमुख प्राथमिकता राखेन। मैले शिक्षण पेसा पाएँ भन्ने कुराबाट म बढी चाहिँ खुसी थिएँ। मेरो चलेकै थियो। यद्यपि सम्पूर्ण कुराहरुको तपाईको सोच नै पहिला के थियो भने त्यो गाउँ त्यो ठाउँमा एउटा विकास होस्, राम्रो होस्, एउटा गाउँ ठाउँको एउटा माया प्रेमले गर्दा तपाई शिक्षक पेसामा आउनुभयो। विदेश जान्छु, राजधानीसम्म आएर जागिर खान्छु भन्ने सोच तपाईमा आएन? त्यस्तो गाउँको माया प्रेम थियो तपाईमा? अब गाउँको भन्दा पनि यस्तो भयो, अब गाउँ त फर्स्ट भयो हैन, आफ्नो वास्तविक गाउँ अथवा जन्मथलो भन्ने कुरा भन्दा पनि मेरो लागि नयाँ गाउँ थियो। नयाँ? हजुर, नियुक्ति पाउँदा त्यो क्षेत्रमा सोधेर सदरमुकामसम्म आउनु भएको? सदरमुकामबाट लगभग झन्डै 15-16 किलोमिटर बाहिर। अनि त्यो ठाउँ सोध्दै जाँदाखेरि म अर्को ठाउँ पनि पुगेँ, फेरि सोधेर त्यहाँ पुगे हो। तर त्यो शिक्षण पेसामा प्रवेश गरिसकेपछि एउटा त बेरोजगार अवस्थामा कहाँ जोडिने भन्ने कुराको सुनिश्चितता खोज्छ मान्छेले। त्यो पाउनु नै सबैभन्दा ठुलो चाहिँ जित भएको उपलक्ष्यमा बुझ्छ मान्छेले फर्स्ट प्रारम्भमा। अब त्यो प्रारम्भमा सेवा प्रवेश गरिसकेपछि त्यो व्यक्तिमा त्यो सेवाप्रतिको भाव या समर्पण जाग्ने या नजाग्ने या अन्य शिफ्ट गर्ने या ती परिस्थितिजन्य चिजहरूले अगाडि बढाउँछन् र एउटा मानसिक रूपमा पनि हाम्रो भित्र समर्पण भाव कुन क्षेत्रका लागि छ भन्ने कुरा पनि अलि फरक हुन्छ। तपाईको भित्रैबाट शिक्षा क्षेत्रलाई केही गरौँ, परिवर्तन गरौँ भन्ने थियो? शिक्षण मेरो त्यसभन्दा पूर्व मैले प्राइभेट यो बोर्डिङ स्कुलमा पढाएको थिएँ, प्रभात विद्यानिकेतन। तपाईको सब्जेक्ट के हो सर? मेरो इङ्ग्लिस हो, सब्जेक्ट निमावी तृतीय हो। 22 वर्ष भयो, बढुवा पनि भएको छैन हैन। तर पनि मलाई पीडा अथवा त्यस्तो एकदम सङ्कोच छैन। तर पीडा कहाँ छ भने म अलि माथिल्लो स्तरबाट सोच्ने भएको हुनाले यो मैले अघि हजुरलाई भन्न खोजेको 22 वर्षको यो शैक्षिक सत्रको रिजल्ट मेरो पढाएको विषय कसैले खोज्छ, राज्यले खोज्छ भने पनि म तयार छु। मलाई कुनै आत्मग्लानि छैन। मैले सेवा गरेको विद्यालयप्रति गर्व छ। त्यहाँको अभिभावक, विद्यार्थी, अहिले म जहाँ छु आफ्नो जन्मथलोमा सेवा गर्छु भनेर त्यहाँ सर भएको अहिले 6औं वर्ष हो। त्यहाँको विद्यालयप्रति मलाई गर्व छ, त्यहाँको विद्यार्थी अभिभावकप्रति पनि मलाई गर्व छ। मलाई कुनै पनि यो जन्मभूमिको माया छ, प्रेम छ जो तपाईले थोरै जोड्न लाग्नुभयो सर। 22 वर्ष तपाई पढाउनु भयो। अहिले निभावीमै हुनुहुन्छ, निभावी स्तरमै तपाईले पढाइरहनु भएको छ। तपाईको श्रेणी किन माथि बढेन, किन बढुवा भएन के जस्तो लाग्छ? तपाईले त यो त्यो ठाउँ परिवेश एउटा राजनीतिक पृष्ठभूमि पनि त्यसमा जोडेला एकदम सान्दर्भिक उठाउनु भयो। अब मेरो किन भएन भनेर म गुनासो अथवा साह्रै कसैप्रति लान्छना लगाउने कामले म कुरै गर्दैन। म आफूभित्र भएको कमजोर पक्ष र आफूले गर्ने सम्भावना र आफ्नो समर्पण राख्ने मान्छे हो। त्यसकारण
अब यहाँ के देखियो त भन्दाखेरि अब डिफेक्टिभ पार्ट भन्छु म, मेरो किन भएन, ठिक छ मभन्दा बेटर कोही हुनुहुन्थ्यो होला, भयो होला होइन, तर यत्रोसम्म नहुनुको कारणहरू के होला भनेर हेर्दाखेरि यो कतिपय ठाउँमा तपाईँको एजुकेसनको लेभलले धारेन कि नै त्यो त तपाईँ छैन। ब्याचलर लेभल त्यसमा त मावि लेभल तपाईँ पुग्नको लागि नै त्यस्तो मावि अहिलेसम्मको त्यसरी तहगत बढुवाको प्रावधान छैन। छैन। त्यो म त्यति तपाईँले अहिले कति पढेर भ्याउनु भयो अहिले यो समय? अहिले म त मास्टर डिग्री छ मेरो। मास्टर डिग्री तपाईँमा हुँदा हुँदै पनि तपाईँले 10 क्लाससम्म जान पाउनु भएन। नै त्यो अब यस्तो छ, 6 निमावि भन्नाले त्यतिखेर तत्कालीन अवस्थामा 6 7 8 मा पढाउने प्रावधान थियो। अहिले आधारभूत भन्दै गर्दाखेरि अब 6 7 8 पढाउँदै गर्दा तलतिर पनि कहाँ कहाँ स्कुलको आवश्यकता अनुसार जाने कुराहरू हुन्छ। हाम्रो जिम्मेवारी बोधका कारणले विद्यालयको तर तपाईँको मास्टर डिग्री भने पछाडि त तपाईँ त ब्याचलर लेभलसम्म तपाईँलाई जाने माथि यस्तो छ, माथि पनि विद्यालयको हाम्रो आवश्यकता अनुसार तपाईँ पढाउनु, हाम्रो कोर्डिनेसन अनुसार तपाईँ गरिन्छ जहाँ तर आवश्यकता। तपाईँले आवश्यकता अनुसार स्कुलमा चाहिँ पढाउने, तर राज्यले चाहिँ तपाईँलाई त्यो लेभल नदिएको कारण के तपाईँलाई के लाग्छ? त्यो त यस्तो भयो कि अब राज्यको मापदण्ड नै त्यो तहगत बढुवाको कुनै प्रावधान छैन अहिलेसम्मको प्रावधानमा होइन। अब त्यो पनि गर्नुपर्छ, उपयुक्त हुन्छ भन्ने कुराहरू, किन अनुभवी टिचर माथिल्लो तहमा जाने एउटा पूर्वाधार तयार गर्यो भने नयाँमा प्रवेश गर्ने आधारहरू गर्दा पनि राम्रै हुन्छ भन्ने। भन्दा तपाईँको यो बढुवा नभएको कारणले गर्दा तपाईँले जस्तो शिक्षकहरू राज्यबाट हामीलाई केही हुन सकेन भनेर तपाईँ आन्दोलनमा आउनुभयो। अब बढुवा भन्दाखेरि बढुवाको मेरो एउटा मात्रै दुःख, मेरो किन भएन भने जिरो, कुनै दुःख छैन। तर कहाँ दुःख लाग्यो त, बढुवाको एउटा मापदण्ड बनाउँछ राज्यले होइन, कार्यालय सम्पादन मूल्याङ्कन फारम भन्ने हुन्छ, विभिन्न तह र चाहिँ आफ्ना उसको चाहिँ सरहरूले फर्म भर्नुहुन्छ, त्यहाँ प्रहरीले पनि चाहिँ अलिकति सिफारिस गरी केही प्रावधान छ। फेरि शिक्षा शाखामा जान्छ अहिले पालिकाको, त्यहाँ गएले पनि गर्नेछ, फेरि चाहिँ जिल्ला स्तरमा गएर फेरि गरेर उहाँहरू फरवार्ड गर्नुहुन्छ। अब कसको हाइएस्ट नम्बर हुन्छ उसको बढो हुन्छ, ठिक छ, यो एउटा सैद्धान्तिक मान्यता हो। अब सुन्नुहोस्, गडबड कहाँ हुन्छ, कहिले कहिले के हुँदो रहेछ, गलत छ भनेर कहीँ त तथ्याङ्क पनि चाहिँदैन, प्रुफ हुन्छ नि, प्रुफ आफैमा स्वयं सिद्ध हुन्छ। म अब अहिले यहाँनिर स्वयं सिद्ध गरिदिन्छु। एउटा कुनै टिचरको, म फेरि कुनै बढुवा भएका साथीहरूप्रति पनि मेरो लक्षित है, एउटा कुनै टिचरको बढुवा हुन्छ, त्यहाँ उसले राज्यले यति दिनभित्रमा चित्त नबुझेमा चाहिँ रिट दाबी गर्नुहोस् भन्छ। त्यो रिट दाबी गर्दाखेरि घुमाउरो पाराबाट बढो भएको साथीका विरुद्धमा अर्को साथीले गरे नै हो। आफ्नो अधिकार खोजे पनि जो बढो भइसक्नु भएको साथी हुनुहुन्छ, मेरो चित्त बुझेन, मेरो नम्बर ज्यादा आउनु पर्ने थियो, बढो हुने प्रावधान मेरो क्राइटेरिया पर्छ भनेर उहाँले रिट दिनु भनेको नै ऊ बढो भएको विरुद्ध हो। भनेको मतलब राज्यले के बनायो, टिचर भर्सेस टिचर बनायो। कन्ट्रोभर्सी यहाँनिर छ। एक, कसरी दिनुहुन्छ एउटा कुरा। दोस्रो, छानबिन हुन्छ। हेर्नुहोस् है, रेगुलर 3-4 पटक भइसकेको छ हाम्रो जिल्लाको सन्दर्भमा, अब देशव्यापी के भयो, फेरि छानबिन हुन्छ। पहिलो स्टेपमा बढो भएको साथी बदर हुन्छ, रिट हुने साथी सदर हुन्छ। अब पहिला बढो भयो भनेर चारैपट्टि कङ्ग्रेचुलेसन भनेर सारा बधाई दिएका साथीहरू उसले एउटा बनाइरहेको जुन शिक्षक हो, अब उसको भएन बदर भयो र अर्को सदर भयो भन्दा उसको आत्मस्वाभिमानमा कति चोट हुन्छ। ठिक, यो कसले बनायो त? हो भने हुनै पर्ने त्यही हो नि, हुनै पर्यो, जति रिट भए पनि हुन भने हुने भनेपछि हो। अब त्यो भएन बदर भयो भने यो शिक्षकको आत्मस्वाभिमानमाथिको खेलवाड कसले गर्यो? त्यो पोइन्ट राज्यले खोज्ने हो कि होइन? अहिलेको यो राज्य यो गणतन्त्र माथि नै तपाईँको प्रश्न चिन्ह छ। यस, यो गणतन्त्र तपाईँलाई मन परेको छैन? मन पर्ने होइन, हाम्रो चाहना हो। यो चाहिँ विभिन्न हक अधिकारहरू जनताको घर दैलोमा पुगुन् होइन। अझै यो हातले लेख्ने परिपाटी अझ अनलाइन सिस्टम बढीभन्दा बढी डिजिटल टेक्नोलोजीको प्रयोग होस्, साइन्स एन्ड टेक्नोलोजीलाई आत्मसात गरोस् देशले। प्रत्येक घरबाट उठेर मान्छे अफिसमा जाने, अझ हामी भन्छौँ सेवाग्राहीलाई घरैमा सेवा उपलब्ध हुन सक्ने वातावरणको निर्माण। त यही परिस्थिति र अवस्था सिर्जना गर्नको लागि भनेर गणतन्त्र आयो। आज तपाईँको गाउँपालिकामै हाम्रो चाहिँ अहिले तपाईँको यो केन्द्र हुँदै तपाईँको चाहिँ अब ठाउँ ठाउँमै तपाईँको विकेन्द्रीकरणको नीति अनुसार, विकेन्द्रीकरणको चाहिँ एउटा नीति अनुसार देश अगाडि बढिरहेको छ। अब गणतन्त्र भने पछाडि त प्रत्येक जनताको आवाज सुनेर राज्य अगाडि बढिरहेको छ।
भन्दै गर्दा तपाईँहरूको यो आवाज आउँदै गर्दा कुनलाई अब ठिक कुनलाई बेठिक मान्ने यहाँनिर के छ भनेपछि म हजुरलाई बताउँछु। एउटा कुनै मान्छे छ, मान्छे छ। सुन्नु है, अँ। उसको काम भाँडा धुने छ। अब सिल्भरका भाँडा हुनेले त भाँडा धुने मान्छे नोकर नराख्ला डेफिनेटली, अँ। होइन? आफै सिल्भरमा खान्छ भने भाँडा धुने मान्छे राख्दैन। यो एउटा वर्ग क्लियर छ। सिल्भर सामान्य थाल। अब अलिकति जाँदै गर्दा आज स्टिलको थाल धुनबाट उसलाई मुक्त गरेर स्टिलको थालको सट्टा तामा पित्तलका थालीहरू कटौराहरू ल्यायो भने पनि त भाँडा त जुठै भाँडा धुने हो। छुट्टै भयो। ठिक। अब सुन र चाँदीका थाल कचौराहरू ल्याएर दियो भने पनि उसलाई त्यहाँबाट मुक्त गरे पनि धुने त भाँडा हो। भाँडै हो। अँ। यताबाट पनि मार खायो, मार खायो। खायो नि। अब भाँडा धुने छ, एउटा ए भन्ने मान्छेको मालिकको घरबाट भाँडा धुन छोडेर बी भन्नेमा गयो, तर नोकरी भाँडा धुने नै पायो। सी भन्नेसँग गयो, नोकरी फेरि त्यहाँ पनि भाँडा दियो भने उसको भाँडा धुने कार्यमा अन्तर कहाँ आयो? उसको जीवन स्तरमा, उसको स्वाभिमानमा अन्तर। भाँडाको स्वरूप परिवर्तन भयो, घरको स्वरूप मालिक परिवर्तन भयो, घर परिवर्तन भयो, स्टिलबाट स्टिलबाट तामा चाँदीहरू तामाबाट हुँदै फला सुनको सुन पनि थाल होला। आउला, तर भाँडा धुने मान्छे प्रक्रिया भाँडा एउटै धुने हो। नै छ। उसको भाँडा- जीवनमा कुनै अन्तर आएन। यो समग्र हाम्रो सिस्टममा राणाबाट पञ्चायत, पञ्चायतबाट बहुदलीय, यो संवैधानिक राजतन्त्र, त्यसपछि यो फेडरल सिस्टम, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र, यो एउटा सोच्नुभयो भने स्वरूपको परिवर्तन हो। अन्तर्वस्तुमा त्यही छ। जनता पीडित हेर्नुहोस्, अब डिप्रेसनमा जान्छ। केही छिनपछि हेर्नु होला, यो केही लाग्ला समय, यो सारा फिल्डहरू जो राज्यका आधार स्तम्भहरू हुन्, मेन पिलर शिक्षा हो। शिक्षाका वरिपरि सारा जति आधार स्तम्भ जसमा राज्य प्रणाली र सरकार चल्ने हो, यी पिलरहरूमा कम्पोजिसन ठिक छैन। कति बाई कतिको पिलर हुन्छ, एउटा मापदण्ड त्यहाँ हुन्छ नि, मापदण्ड हुन्छ। कति रेसियोको चाहिँ तपाईँको मेटेरियल हुन्छ त्यहाँ हुन्छ नि। त्यसमा नै घोटाला भयो भने कसरी चाहिँ भवन चाहिँ क्लियर हुन सक्छ? यो राज्य त्यति कमजोर भइसकेको छ। भन्दा यो देशमा गणतन्त्र आएर तपाईँको पिल्लर उठाउँदा पनि तपाईँले कम्पोजिसन ठिक छैन भन्नुभयो। ठिक छैन भने छैन। के तपाईँको चाहना अब नेपालकै एउटा शिक्षकको तपाईँ नेतृत्व गर्दै यहाँ Yes. बोलिरहनु भएको छ, आन्दोलनमा जो आइरहनु भएको, आफ्ना आवाजहरू बुलन्द बनाउन तपाईँ काठमाडौँ आइरहनु भएको छ सुदूरपश्चिमबाट, भन्दा तपाईँको विचारमा राजतन्त्र नै ठिक जस्तो लाग्यो आज आएर? होइन, के त्यो पनि होइन। अब यो आशय आउन सक्छ त्यसरी गर्दा, त्यो होइन। त्यो त झन् एउटा मान्छेको मातहतमा र त्यो नामलाई आधार बनाएर त्यहाँ पनि हजारौं जना चाटुकार, दलाल, सेवा चाकरी गर्नेले दमन गरेकै हो। हिजो दमन गरेकै हो। मान्छेको इच्छा चाहना सबै कुण्ठित भएकै हुन्। त्यो देखिन्छ। यो विकास कर्म त निरन्तर जान्छ डेफिनेटली। मभन्दा अब हामी जुन पिँढीमा छौँ, हामीले हाम्रो पुर्खालाई यो गइसकेको पिँढी भने पनि हस्तान्तरण हामी भयौँ। हामीलाई भोलि बिहान यङ जेनेरेसन, हाम्रो बालबालिकाले हामीलाई एक ठाउँमा ल्याएर राख्छ। उनीहरू पछि आउने जेनेरेसन, यो त विस्थापित हुने र विकास कर्म चल्दै जाने हो, चाहे जहाँ बस्नुहोस्। त्यो राज्यले गरे। भन्दा तपाईँको विचारमा व्यवस्था परिवर्तन भयो, अवस्थाहरू परिवर्तन हुन सके, व्यवस्था परिवर्तन भए, त्यो विकासको क्रम देखियो बाहिर, तर गुदीमा गएर हेर्दाखेरि यसको अवस्था जस्ताको तस्तै रह्यो। नियत। अब म तपाईँले एउटा यसरी हेरौँ न, हामीले अवस्था र व्यवस्थासँग भन्दा पनि त्यो नेतृत्व गर्ने व्यक्तिमा नियत रह्यो, व्यक्तिमा पनि रह्यो, नियतमा पनि रह्यो। यसको यो सम्पूर्ण मेकानिजम छ नि, मेकानिजम गडबड छ। साइकलको जसरी साइकल हामी चलाउँछौँ। ठिक छ ल, अब तपाईँले बताइदिनु सर। म गुरु भने पछाडि म धेरै नै आदर सम्मान म गर्छु, र तपाईँले बताइदिनुहोस्, यो सरकारले तपाईँहरूलाई नगरेका र तपाईँहरू यत्रो रोडमा आज कति दिन भयो आन्दोलनमा तपाईँहरू हिँड्नु भएको? धेरै दिन भइसक्यो। यो आन्दोलन कहिलेसम्म जान्छ? र मेन यो पार्ट आन्दोलनको हाम्रो मागहरू यो हो भन्ने अरूले के बुझिरहेको छ मलाई थाहा भएन, मैले बुझ्न सकिरहेको छैन। हाम्रो 1 नम्बर माग यो छ, 2 नम्बर यो छ, 3 नम्बर यो छ, 4 नम्बर यो छ, 5 नम्बर यो छ। टिचरहरू आखिरी आन्दोलनमा आउनु पर्नेको माग के हो त? कारण के हो त?
टिचरहरू मतलब यो अँ। लिस्ट आबद्ध तपाईँ यो लिस्ट नै तपाईले बताइदिनुहोस् म बताउँछु नम्बर वाइज सर। मैले अब यो देशको किनकि यो आवाज तपाईको त्यो सरकारसम्म मैले पुगोस् भने नि र तपाईले यो आवाज ए माग त यो रहेछ है भनेर ल, छिट्टै अब पग्नु समाधान पनि अब होस्। आन्दोलन यो भयो हाम्रो ऐतिहासिक आन्दोलन नेपाल शिक्षक महासङ्घको अब मातहतमा बसेर सम्पूर्ण सङ्घ सङ्गठनहरू होइन अब त्यहाँ घटक संस्थाहरू लगायत सबै छन्। देशव्यापी रूपमा अब महासङ्घ शिक्षक उतार्नमा छ यहाँ। अब यो किन भयो त भन्दाखेरि राज्यले उत्पादन गरेका जति पनि समस्याहरू छन् राज्यले समाधान गर्नु पर्यो। आफू समस्या सिर्जित गरिदिने समाधान नगर्ने अनि एउटा जाबो A+B+ को एउटा मानक जीवनमा काम लाग्ने एउटा सानो पक्षलाई लिएर टिचरमाथि दोष थुपार्ने राज्यले पाउँछ कि पाउँदैन? नम्बर 1, बाल विकास कसले जन्मायो? राज्यले। समाधान शिक्षकले गर्न सक्छ। राहत शिक्षक कसले जन्मायो? राज्यले। दोष शिक्षकलाई। अस्थायी कसले जन्मायो? राज्यले। दोष शिक्षकलाई। यो प्रपदको चाहिँ अवधारणा अथवा एउटा प्रशासनिक पद हो र यस बमोजिम जानेछ भनेर डिजाइनिङ गरेर यो जन्माउने कन्सेप्ट कसले जन्मायो? राज्यले। यद्यपि यिनी तमाम प्रक्रियाहरूमा अब हुनसक्छ विभिन्न कम्पोनेन्टले काम गरे जन्मायो। अब यसको व्यवस्थापनको यकिन अहिलेसम्म पनि अझै पनि केही पालिकाहरूले गरिराखेका छन्, तर पनि त्यो बाइ फोर्स यताउता गरेर अझै पनि यो एउटा हेड टिचरको एउटा वैधानिक व्यवस्थापन अथवा वैधानिक छन् तर उचित एउटा तहगत रूपमा एउटा राज्यले परिकल्पना गरेको कस्तो चाहिँ प्रधानाध्यापक चाहिने हो त्यो व्यवस्थापन गर्न सकिराखेको छैन। मतलब तपाईहरुको आन्दोलनको मेन कारण चाहिँ के रहेछ भनेर मैले यसरी बुझौँ, तपाईहरुले आन्दोलन गर्नुभयो, आन्दोलन गर्दा जो तपाईहरुले जति उत्पादन गर्नुभएका त्यो देशको लागि उपयुक्त भएनन्, देशले सम्हाल्न सकेन, राज्यले सम्हाल्न सकेन र उपयुक्त तपाईले एउटा टिचर पनि उपलब्ध दिन सकेन राज्यले। यी विविध कारणहरू तपाईको आन्दोलनका मेन कारणहरू बस मागहरू यही हो। मुख्य कारण। अब व्यक्तिगत माग त अब अथवा पिसका माग त अब कसरी सम्मान। अर्को पनि माग होला तपाईहरुको। तपाईहरु एउटा टिचर भएर हामी रहिरहँदा हामी टिचर हुँदै गर्दा कमसेकम हामी एउटा आर्थिक रूपमा पनि एउटा अलिकति माथिल्लो लेभलमा हामीलाई चाहिँ सरकारले हेरिदियोस्, त्यो लेभलमा पुर्याइदियोस्, किनभने हाम्रो दैनिक जीवनयापनका कुराहरू पनि हामीलाई अलिकति कमी नै भएको छ, हामीलाई गाह्रो भएको छ हैन। पेन्सनको राम्रो व्यवस्था होस्, त्यो पनि हो कि? अब यता सुन्नुहोस्, हरेक मान्छे आफ्नो पनि त व्यक्तिगत विकास, वृत्ति विकास चाहन्छ, आफ्नो पेसाप्रति गर्व गर्न सकौँ भन्ने चाहन्छ हैन। हिँड्दाखेरि पनि शानसँग एउटा आत्मस्वाभिमानका साथमा हिँड्न चाहन्छ। यो त हर कसैको चाहिँ विषय हो नि। अब यहाँनिर कि त हामीले यति दिनुहोस् त्यो ठेकापट्टा जस्तो गरे भए त चाहिँ हाम्रो गल्ती हुन्थ्यो होला। तर हामी त के भनिराखेका छौँ भने शिक्षक पेसालाई सबैभन्दा मर्यादित बनाउनु भयो भने यसले दिने प्रोडक्सन। अब तपाईँको चाहना के छ? जसै मानौँ मैले भने सरलाई धेरै कुराहरू छन्। अब यहाँनिर बाध्य बनाएर राज्यले प्रयोग गर्छ। ल यता आउँछ र अब कहाँ भने यो नेपालको यो हाम्रो जो एजुकेसन छ नि, शिक्षामा के छ? पाठ्यक्रम सही छ? पाठ्यक्रममा अब जति अहिले यो डिमान्ड छ नि, तपाईँको अहिले एआई आइसक्यो, टेक्नोलोजी आइसक्यो, यो लेभलमा त्यो एजुकेसन हाम्रो जान सकेको छ? यस, बस यहाँ हो। अब अहिलेको बस यहाँ हो, यहाँ गएर भन्छौँ हामी सरकारले। तपाईँको अहिले यस्तो एआई को जमाना आयो, एउटा टिचरको पनि काम नहुन सक्छ। अब टिचर भनेको एउटा खाली एकछिनको लागि सहयोगी भूमिका निभाइदिने कहाँनिर अथवा ब्रोडकास्ट गर्ने ठाउँबाट अब डिजिटल युग आइसक्यो। अब बहस हाम्रो एजुकेसन किन पछाडि छ? एजुकेसन किन पछाडि छ? अगाडि जानु पर्यो। यो तपाईहरुको मागमा छ यो पाठ्यक्रम परिवर्तन गरौँ। यो समग्रता आउँछ, पाठ्यक्रमले मात्रै पनि के गर्नेवाला छैन कि सर। सुन्नु न, पाठ्यक्रममा टेक्नोलोजी भनेर राख्यो भने त चेन्ज त भयो। त्यो त छ, अलिअलि त नहुने कुरै भएन। तर के हो त, अन्तर्वस्तु के हो त भन्दा भन्ने एक गर्ने अर्कै, कार्यान्वयन थलोमा लन्चिङ कति भयो, कति कार्यान्वयन रियल बेसमा छ, ग्राउन्ड लेभल के छ, पीडा छैन हैन। यो त ठ्याक्कै कस्तो भयो भने एउटा गरिबीको परिभाषा लेख्दाखेरि एउटा लेख्यो भन्ने सुन्थेँ मैले पहिला। एउटा गरिब थियो, बिचरा कति थिएन, 7वटा कार मात्रै थियो, बिचरासँग बस्ने घर 3 तले मात्रै थियो, के गरोस् भनेर लेख्यो अरे के गरिबीको परिभाषा। त्यहाँ 14 कार, हेलिकप्टर, हवाईजहाज भएका मानिसहरू रहेछन्। त्यो ठाउँमा त्यो 7 कार हुनेवाला गरिब रहेछ कि
राज्यले हेर्दाखेरि त्यसरी हेर्छ। अब भयो त त्यो। भन्दा त्यो कसरी किन चेन्ज भएन हो यो के भएन के भने छ? राज्यको निरीहपन आफू जबसम्म जो मान्छे भ्रष्टाचारमा लिप्त हुँदैन उसले भ्रष्टाचारीलाई कारबाही गर्न सक्छ, भ्रष्टाचार गर्नेले गर्न सक्दैन। यो नैतिक मूल्य मान्यता र आदर्शमा सैद्धान्तिक बहसको कुरा हो। अनि अर्को के छ भने प्रत्येक स्कुलहरूमा तपाईँको राजनीतिकरण छ, जस्तो त्यहाँको व्यवस्थापन समिति, त्यहाँको टिचर नियुक्ति, त्यो कुराहरूलाई कसरी हेर्नु भएको छ? त्यो के राजनीतिकरण हुनुहुन्छ? त्यो त्यो उपयुक्त छ? त्यो पाल कसले पार्यो? सुन्नु न, त्यो होइन, तपाईँहरू आफैले सबै सरकार सरकार भनेर दोष मात्रै दिइरहँदा तपाईँको गाउँ ठाउँ एउटा परिवेश त्यो स्कुललाई त हामी यसमा त राजनीतिकरण नगरौँ भनेर गर्न पनि त सकिन्छ होला नि? सकिन्छ। किन भएन? खै आफ्नो अब व्यक्तिगत भन्नुहुन्छ भने मेरो तर्फबाट यी कामहरू कहिले पनि भएको छैन। एक नम्बरमा मैले भने नि मेरो अहिलेसम्म पढाएको विद्यार्थीको सम्पूर्ण रिजल्ट मेरो विषयको सबै ठेगामा लाग्छ। चाहे त्यो त्यसको लागि दण्डित कति हुनुपर्छ त्यो राजनीतिकरण स्कुलमा गराउने स्कुलहरूलाई के भन्न चाहनुहुन्छ? गराउने यस्तो छ सर, यो मैले भने नि सुन्नु न, यो लास्टमा घुमेर फेरि राजनीतिमा ठोकिन्छ कि यो बहस गर्दाखेरि मान्छे हामीलाई राजनीति चाहिएको हो तर त्यो पार्टीका झन्डा समातेर पार्टीका गुलाम भएर नेतासँग सेल्फी किन्ने राजनीति चाहिए होइन कि। सरकारी जागिर खाछ, सरकारबाट तलब पाछ, ठिक छ, हजुर, त्यो विद्यार्थीलाई पढाउनु पर्ने छ, विद्यार्थीलाई यो देशको एउटा उच्च स्थानमा पुर्याउनु पर्ने छ, राज्यलाई नै लिएर जानुपर्ने छ नेपालको शिक्षाले भने एउटा राजनीतिक दलको पछाडि बसेर चुनाव प्रचारमा हिँड्ने टिचरहरू पनि हाम्रो यही गाउँ ठाउँमा छ। बिल्कुल होला नि त। ती टिचरहरूलाई के भन्न अब सुन्नुहोस्, टिचरहरूलाई भन्नुभन्दा पनि यो नैतिक आदर्शको एउटा कुरा पनि हुन्छ र पहिलो नम्बर त्यसलाई भन्छु जसले यो देश चलाउने जिम्मा लाग्ने म नेतृत्व हुँ भनेर भन्छन् र सरकार पक्ष छ, यिनीहरू पार्टी बिना सरकार बन्छ? सरकार काहीँको अलग्गै मङ्गल ग्रहको त होइन, यही हाम्रो समाजको पार्टीकै दलीय सिस्टम, पार्टीकै चाहिँ बहुमतको आधारमा चाहिँ हुने राष्ट्रपतिसम्म जाने त बनाइसक्यो। राष्ट्रपति भने एउटा जे भए पनि जिरो उसबाट जानुपर्छ भनेर पार्टीको सदस्य त्याग्ने बनायो, बाहिर आएपछि फेरि राजनीति गर्ने त यसैले ठाउँ दिइसकेको छ नि त, बोलिराखेको छ नि त अहिले हेर्नु। अनि जब पार्टीले त्यो पार्टीको जित हारको आधारमा गएर प्रधानमन्त्रीसम्म बनाउने र मन्त्रीहरू छान्ने र त्यो मन्त्रालयहरूलाई गभर्नेन्स गर्नेदेखि लिएर सुरक्षा निकाय शिक्षा निकायसम्म त्यो त्यो दृष्टिकोण हालिसकेपछि बुझ्नु भने बिमारी छैन केही छैन बहाना बनाएर स्कुलबाट 4 बजे छोड्नुपर्ने ठाउँमा 2 बजे निस्किन्छ भने पनि त्यो पनि अपराधै हो कि। त्यस्ता टिचरलाई के गर्ने? राज्यले के गर्ने? त्यो राज्यले गर्नु पर्यो कारबाही कस्तो गर्ने? हामीले भन्न मिल्छ? हामीले भन्न मिल्छ? राज्यको के छ त? राज्यको ड्राफ्ट के छ? राम्रो गर्नेलाई यो मापदण्डका आधारमा सम्मानित गरी यहाँ लग्नेछौँ, नराम्रो गर्नेलाई यसो गर्नेछौँ हामी त दावा दिन्छौँ। ल राज्यले हामीले हाम्रो सुन्नु, हामीले के गर्नुपर्छ हामी राज्य राखोस्, राज्यले के गर्नु हामी राख्छौँ। यो बस गर्न तयार छ राज्य? हामी छौँ ल, फिट छैनौँ वी क्यान गो, हामी जान्छौँ। फिट नहुँछ कोचिङ दिनु परेको छ। राज्यले मापदण्ड बनाएर हामीसँग बहस गर्छ भने राज्यले के गरोस् हामी भन्छौँ। राज्य भने सरकार हो, सरकार अब आइहाल्यो त्यो गभर्नमेन्ट। सरकारलाई यस्तो होला नि त, जब सरकारले जब चुनाव आउँछ त्यो टिचरले त्यो व्यक्तिलाई सपोर्ट गरिरहेछ भन्दा त्यो सपोर्ट गर्ने टिचरलाई अगाडि लिएर गइरहेछ। गोप्य रूपमा यी नेताहरू पनि भन्नु सिधा खुलेआमसम्म चुनौती दिन्छु यी राजनीतिक सम्पूर्ण पार्टीहरू चाहिँ यी नेताहरूलाई, यी सरकारमा बस्ने र नबस्नेहरूलाई गोप्य रूपमा बोलाएर शिक्षकहरूको परामर्श लगेर जाने कुराहरू हुन्छ कि हुँदैन? छातीमा हात राखेर ठोकेर बहस गर्नुहोस् न, हामी तयार छौँ। हो हाम्रो नैतिक चरित्रले चाहिँ हामीले पार्टीको झन्डा बोकेर कसैको राजनीतिक पार्टीको चाहिँ एउटा प्रचार गरेर नारा लगाएर जाने कुराहरू ठिक हुँदैन। हामी राष्ट्रिय कर्मचारी गुरु हौँ। अहिले स्थानीय तहलाई एउटा पाठ्यक्रम बनाऊ भनेर दिएको छ सरकारले, बनाए पनि छ। स्थानीय तहलाई पाठ्यक्रम बनाऊ भनेर दिएको छ र कतिपय स्कुलमा यस्तो पनि देखिएको छ कि स्पेसिफिक एउटा पार्टीकै किताब बनाएर पढाइएको छ। यो के हो? यो सही हो कि होइन? अब यही त विडम्बना। यो बनायो कसले? हेर्नु, सरकार भन्नाले अहिले हामी यो प्रधानमन्त्रीजीको चाहिँ उसमा बनेको यो अहिलेको यो केन्द्रीय सरकार मात्रै नहेरौँ, प्रदेश सरकार पनि सरकार हो, स्थानीय सरकार पनि सरकार हो। नीति तिनटैको एउटै छ। अब यसमा कोही विशिष्ट आफ्नो विवेकको प्रयोग गरेर कोही जनप्रतिनिधि उत्कृष्ट हुन सक्ला। हेर्नुहोस्, व्यावहारिक चरित्रका कुराहरू पनि हुन्छन् होइन,
किचडमा पनि कमलका फुलहरू भेटिन्छन् भेटिन्छ यो त व्यक्तिगत चरित्र उसले आफ्नो पारिवारिक माहौलबाट कस्तो संस्कार लिएर आयो पढाउने गुरुहरू अथवा आफ्नो प्र्याक्टिस अनुशासनमा कति बस्यो उसको पनि केही व्यक्तिगत पनि त मर्यादा हुन्छ त्यो फरक होला नत्र भने टोटल मैले भने नि त्यसको त्यो के भन्छ नि एउटा करेन्ट डिसी त डिसी लाइन हुन्छ एसी एउटै ड्याङका मुलाहरू एउटै ड्याङ त्यसरी हेरौँ यस एउटै ड्याङका यो परिवर्तन छैन अहिले तपाईले हेर्दै गर्दा यो अवस्था खारेजै हुनुपर्छ संघीयता खारेज होइन संघीय भित्रको जसले देशलाई डुबाउने आर्थिकवाद गर्छ मेरो आफ्नो व्यक्तिगत फिलिङ खारेज गर्नुपर्छ यो प्रदेशको काम छैन मेरो स्पष्ट विचार नेपाली भएको नाताले कुनै राजनीतिक पूर्वाग्रह शिक्षकहरूलाई मात्र हेर्न भन्दा पनि जस्तो अहिले हामीले बत्ती बलिरहेको छ जस्तो कुलमान घिसिङलाई पनि होइन उहाँले सही काम गर्दा गर्दै पनि टाइमिङ हुँदा हुँदै पनि राज्यले त आखिर निकालेरै छाड्यो त्यही त विडम्बना यो अवस्थालाई कसरी यसलाई म डबल हिसाबले हेर्छु एउटा त जनताले के गर्छ फिलिङ एउटा बाहिरदेखि नि फिलिङ हुन्छ सर होइन म हजुरलाई म राम्रो मान्छु तपाईँको ब्याकग्राउन्डले के छ आन्तरिक वस्तु के छ मलाई मतलब हुँदैन एउटा यसरी लोकप्रियता हुन्छ होइन जस्तै अहिले बालेनजीको भयो गोपी हमालको भयो हर्क सम्पाको भयो कुलमान घिसिङको भयो यो आउटर पार्टमा देखिने लोकप्रियताहरू हुन् यो चाहिँ स्वयं सिद्ध स्थापित हुन्छ भने यसलाई पनि मान्नु सुन्नुहोस् नगरेर त भएन होला तपाईँ देखिएछ नि मन कटक्क खाने यो देशको माटोले यो चाहिँ एउटा खतरा राष्ट्र सेवक एउटा नेता जन्मायो है पायो है भनेर ठक्क तपाईँले नाम लिँदा को यो देशको राष्ट्र सेवकको त्यस्तो पोलिटिक्सबाट हेर्दा तपाईँलाई को लाग्छ त्यस्तो म यिनलाई देख्दैन देख्नुहुन्न किन देख्दैन त बाटो नै यस्तो बनाइदिएको छ यहाँबाट सेतो कलरको सर्ट हाल्दै जाँदा त्यो लास्ट प्रक्रियामा कालो भएर मैलो भएर निस्किने त्यो मेकानिजम नै यस्तो छ आशा त्यही यो एउटा कारण त्यो के हो भनेर खोज्न पनि आवश्यक छ एउटा कुरा अर्को म बताउँछु यो नेपालको अहिले वैदेशिक ऋण प्रति व्यक्ति लगभग 64,000 धेरै 68,000 को छैन अब एक्ज्याक्ट म जाँदैन म उसमा जान्छु अब प्रति व्यक्ति किन हाल्यो मैले ऋण लगेको छु एउटा लेबरले ऋण लगेको छ तपाईँले ऋण लग्नु भएको छ विदेशबाट अनि राज्यले ल्याउने र त्यसको दुरुपयोग गर्ने अनि यो कारबाही हुन्छ सरकारलाई प्रति व्यक्ति ऋण भनेर हाल्यो भने कारबाही हुने वातावरण हुनुपर्छ यो सरकारको ऋण हो सरकारले तिर्नुपर्छ अनि त्यो ऋण दिने बेलामा प्रति व्यक्ति सारा जागी दिने जनतामा अनि यस गर्ने बेलामा यिनका भत्ता यो तपाईँको अहिले भर्खरै अस्तिको इन्डेक्स हेर्नुभयो त्यो सिआइडी गरे बापतमा 28 लाख 26 लाख 35 लाख यी बुझ्ने ती भत्ताहरू हेर्नुहोस् यो प्रावधान कसले राख्यो त्यस्तो पनि कहीँ हुन्छ कुन गुप्तचर संस्थाबाट तालिम गरेर आएका र त्यो विज्ञ गुप्तचर हुन् साराले चिनिया छ यो मान्छे फलानु हो भने त्यस्तो गुप्तचर के गर्छ हामी यता अलिकति जोड्यौँ तपाईँको सुदूरपश्चिम भन्ने बित्तिकै अब अलिकति राज्यबाट अलिकति टाढा पनि हो होइन त्यो लेभलमा अब हरेक विकास निर्माणका कामहरूमा अलिकति सुस्तता पनि छ नै राज्यको आँखा पुग्नलाई नि अलिकति समय लाग्छ त्यो ठाउँको अवस्थाको बारेमा बताइदिनुहोस् न विकास निर्माण एउटा त्यो एउटा तपाईँले भोग्नुभएको पीडा के छ तपाईँ एउटा शिक्षक भनेको एउटा विद्यालयको मा मात्रै सीमित होइन कि एउटा समाज केही एउटा आँखा एउटा लाइटको रूपमा हेर्छु मैले एउटा तपाईँको यो गणतन्त्र चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि अब एउटा के भयो भने यो ग्राभेलका बाटाहरू पहाड भत्काउने बाटोघाटोको नाममा अब त्यसले नेचुरल रिसोर्सलाई कति असर गर्यो त्यो नेचुरल विज्ञहरू नपठाउने देशको कम्पोनेन्ट छ पक्ष छ उसले निकाल्ला हामी त्यति जान चाहन्नौँ अनि ग्राभेलहरूको विस्तार चाहिँ व्यापक भयो यसले एकातिर राज्यले बोल्न त पायो हामीले विकास निर्माण बाटा गर्यौं भनेर भत्काएर छोड्दियो भन्यो अर्कोतिर पहाडको सौन्दर्यता लगायतको कुराहरू गयो तर त्यो ग्राभेलमा ज्यादा जोड किन गयो भनेपछि ग्राभेल एउटा भ्रष्टाचारको प्रमुख आधार हुँदो रहेछ कसले गरेनन् म व्यक्तिगत जान्न चाहन्न ठिक छ हैन छ नगर्नेलाई धन्यवाद गर्नेहरूलाई त्यसैले सत्यानाश बनाओस् ठिक छ भ्रष्टाचार के हुँदो रहेछ भने त्यो बर्सातमा अलिकति 10-15 दिन सर्र हाल्यो भने तपाईको 40 टिप्पर हालिएको छ भने 80 टिप्परको पनि अभिलेख उठाउन मिल्ने अनि बर्सातमा सपक्कै तल दब्यो भनेर
जाने एउटा ट्रेन्ड नै हुँदो रहेछ र अनि त्यो बर्सातमा सबै दबिहाल्यो भनेपछि मजाले वैधानिक रूपमा त्यो अगाडि बढ्दो रहेछ। त्यो एउटा आधार देखियो। भन्नाले लुटी खाने एउटा भाँडो लुटी खाने एउटा भाँडो है, एउटा यो भए जस्तो पनि भयो। भयो त भयो, जनताले हिँड्न पायो। वास्तवमा हिजो किचडमा थियो, कस्तो परेशान थियो। अहिले बाटोघाटो हेर्दाखेरि अलिकति त्यति गाडी चाहिँ मोटरहरू यो चाहिँ गयो, एउटा सुविधा एउटा छ। यो प्लस पोइन्ट हो। अब त्यसपछि त्यसो भए अर्को व्यवस्था एज इट इज भए त्यो हुन्थ्यो कि हुँदैन थियो भन्ने पनि त क्वेसन आउँछ होइन। त्यति अति सामान्य हो नि त्यो। बाटो बनायौँ, जनतालाई यो गर्यौँ भन्ने कुराहरूमा गार्जियन एउटा सरकारले धेरै फुर्की लाउन मिल्छ। तर त्यो समाज, त्यहाँका जनताहरू खुसी चाहिँ छैनन् जो सरकार देखेर। केही कम्पोनेन्टहरू जस्तै तपाईँको अब नागरिकताको हकमा विगतमा हामीले पञ्चायती व्यवस्थामा अथवा पछिल्लो चरण पनि हेर्दै जाँदा त्यो देख्थ्यौँ। हामी त सानै थियौँ, अलि ठुलो भएपछि पनि देखियो बुझियो। 3-3, 4-4 दिन जिल्ला प्रशासनमा गाडीमा ल्याएर अब मान्छे, गाउँको मान्छेहरू पराल ल्याएर खाना त्यहीँ बनाएर 3 दिन 4 दिन 5 दिन पनि लाग्थ्यो नागरिकता बनाउन। अहिले ओडामै त्यो चिज छ, फोटो टाँस्यो, सबै गर्यो, सिपारी लग्यो, 1 घन्टा। धेरै भिडाइन्छ भने तपाईँको आधा घन्टामा नागरिकता लगेर जान्छ। भन्दा सजिलो भए तर भ्रष्टाचार चाहिँ अलिकति बढी भयो। आयो जसरी अब नारा कस्काउन हामीलाई अर्थ राख्दैन कि जीवनको, जनताको जीवन स्तरसँग जोडियो भने त्यसले काम गरिहाल्छ भन्ने मान्यता हो। शिक्षा अझै जनताको वास्तविक जीवनसँग जोडिएको छैन। तपाईँले राज्यलाई नै सजेस्ट गर्न पर्दा यस्तो किसिमको पाठ्यक्रम बनाऊ, यसरी जोड भनेर जो तपाईँले देखिरहनु भएको छ नि त, हरेक कुरालाई नजिकबाट निहालिरहनु भएको छ। अहिले त गाउँ गाउँमा इन्टरनेट पनि लगभग पुगिसकेको छ। तपाईँले विश्व बजारलाई हेर्नु भएको छ होइन। तपाईँ एउटा शिक्षकको नाताले यस्तो किसिमको चाहिँ पाठ्यक्रम बनाउन अब र मात्र यो देश चाहिँ एउटा सही वेमा जान सक्छ भन्ने के छ तपाईँको आधार? म के भन्न चाहन्छु भने अब चाहिँ बिल्कुल अब कतिपय अवस्थाहरूमा हेऱ्यो भने कहीँ कहीँ सुन्नमा आउँछ यो आइटी पनि ठिक भएन जीवनलाई भनेर आइटीबाट पनि विच्छेद गरेर चाहिँ विद्यालयहरूमा यो मोबाइल सोबाइल तमाम कुराहरूलाई अब त्यो त स्टुडेन्ट पढ्न नगर हो कि त्यो पता नै त्यो हटाइराखेको छ भन्ने पनि आयो है। अब हाम्रो गाउँघरतिरको शिक्षामा अभिभावकहरूको चेतना कहाँसम्म छ कि यो स्कुलको शिक्षकहरू होमवर्क नै दिनुहुन्न। अब लेटेस्ट यतातिर आएर हेऱ्यो भने सहर बजारमा नानी बाबुहरूलाई होमवर्क दिनु हुँदैन। आइसक्यो त लेटेस्ट, दिनुहुन्न। दिनभरि त पढ्छन्, घर प्रफुल्ल भएर खेलुन्, खाजा खाउन्, एउटा मानसिक रूपमा हेर्नुपर्छ भनेर यो लेटेस्ट साइकोलोजिकल बेसमा आइसक्यो। अब यहाँनिर सहर र लेटेस्ट साइकोलोजी र गाउँ साइकोलोजी मिलेन यहाँनिर। ठिक। अब यहाँनिर संस्थागत स्कुल जन्माउनेको राज्य, गुठी जन्माउनेको राज्य, सामुदायिक सरकारी विद्यालय जन्माउनेको राज्य। यो 2 खालको शिक्षा नीति। अब सुन्नु है, ठिक छ उहाँहरूले पढाउनुहुन्छ शिक्षा क्षेत्र हो त्यहाँ। अब संस्थागत विद्यालयभित्र पनि मास्टर डिग्री, ब्याचलर डिग्री गरेका बिके स्किल्ड चाहिँ मेन पावरलाई कतिमा प्रयोग गरिराखेको छ। यो राज्यको दायित्व हो कि होइन? सामुदायिकमा सरकारको लगानी छ, संस्थागतमा व्यक्तिगत लगानी। ठिक, व्यक्तिगतै भनौँ। अब संस्थागतलाई कम्पनी ऐन अन्तर्गत राख्यो। सुन्नु है, कम्पनी ऐन अन्तर्गत राख्यो। कम्पनी ऐन भने के हो त? कुनै पनि व्यक्तिले लगानी लगाएर त्यसको प्रोप्राइटर बन्न पाउँछ। त्यो लाइसेन्स लगिसक्यो भने सर्टिफिकेट, उसले त्यसलाई मुनाफा भएको चिज खान पाउँछ। अब व्यवसायीकरण भयो त्यहाँ। शिक्षालाई व्यवसायीकरण भन्नाले पनि व्यावसायिक पनि कस्तो भयो भने स्किल्ड व्यवसायिक भएन कि नाफामूलक। अब यस अर्थमा संस्थागत फरक हो। सामुदायिक के हो? सेवामूलक। बुझ्नुभयो? अब प्राइभेट स्कुलमा पनि तपाईँको अब टिचरहरूलाई तपाईँको तलब दिनुपर्छ। टिचरको त धेरै बिजोग छ, प्राइभेटमा धेरै बिजोग छ। लगानी लगाउने प्रोप्राइटरलाई पनि म दोष दिन्न, किनभने कम्पनी ऐन अन्तर्गत रेजिस्ट्रेट गरिसकेर संस्था चलाउँछ भने उसले फाइदा लाग्ने कि नलाग्ने? अनि के घाटामा जान्छु म लुटाउँछु भनेर कसैले खोल्छ? त्यसकारण त्यहाँ दोष छैन क्या, दोष राज्यको। अनि यतातिर सेवामूलक। अब हेर्नु, अब चाहिँ प्रतिफल दिँदाखेरि त नाफामूलकले र सेवामूलकले फरक देला कि नदेला? यो तुलना गर्न मिल्ने विषय हो होइन। अब तुलना कहाँ गर्छ? A+ र B+। हेर्नुहोस्, ह्युमन इन्डेक्सको तुलना कहाँ छ? चरित्रको तुलना कहाँ छ? यी कुराहरू गर्दाखेरि यो सम्पूर्ण देशको राज्य प्रणाली, यो सरकार सक्छ भने, दम छ भने, यो खालि बिना कामको उखान टोका हाल्ने होइन। अब उखान टोका त अहिले
केपी ओलीजी हुनुहुन्छ भन्छौँ हामी, उहाँको नेचर त्यो। भोलि बिहान अर्को आयो भने पनि अर्को भन्छौँ हामी, अरूलाई त भनिएको छैन। तर समग्रमा म भन्छु यी जति पनि छन् उमेर पाएको भइसकेका लिडरहरू, उहाँहरूलाई म हात जोडेर सलाम गर्छु। 20 वर्ष पहिला गोल्ड मेडल ओलम्पिकमा पाउने मान्छे अहिले दौड्न सक्दैन त्यो रेसमा। स्वाभाविक रूपमा यो रियलाइज गर्नुहोस् तपाईँहरू। कसैलाई उठाउनलाई 4 जना एडिसी चाहिन्छन्, कसैको मुखबाट कहाँबाट के बगिराखेको छ रियल पत्तो पत्तो छैन, कसैको दिमागले के बोल्यो 1-1 घन्टामा ठेगान छैन, त्यसको तरङ्ग के हुन्छ थाहा छैन। त्यस्ता व्यक्तिहरू हट्नु पर्यो राजनीतिक क्षेत्रबाट हटेर। सल्लाहकारमा बसिदिनुहोस् न। जब बागडोर सम्हाल्न सक्नुहुन्न भने तपाईहरुको आन्दोलन कहिलेसम्म जान्छ ल बताइदिनु। सुन्नु, म भन्छु कहिलेसम्म 1 गतेसम्म भए पनि लगभग एउटा साइकोलोजिकल बेसमा हामीले सोचेका थियौँ कि यो सरकारले तत्कालका अहिले ज्वलन्त मागहरू समाधान गर्न एड्रेस गरिदिन्छ, घोषणा गरिदिन्छ विधेयक। तर सोचेन। अब एन भन्ने कुरो जटिलै हो, जटिलै हो, फ्याट हालेर त्यो उता कफी हाले जस्तो हुँदैन। एनको जटिलतामा व्यापक बहस गर्ने प्रतिबद्धता र एक पोइन्टमा हामी गर्छौँ, सरकारलाई राखेर गर्छौँ। यो ग्यारेन्टी भनेर यसको प्रतिबद्धता अनि तपाईहरुले यसरी आन्दोलनमा केन्द्रित भइरहँदा विद्यार्थीहरूको भविष्य अब कतातिर गयो? अब स्कुलहरु त खोल्ने बेला भयो। त्यसकारण यो सरकार अब जिम्मेवार छैन। यसले घोषणा गर्ने विषय पनि अब छुटपुटमा आउलान् सर, तर जिम्मेवारी सम्पूर्ण दायित्व वहन गर्ने गरी आउँदैन। यो सरकारले अहिलेको मौजुदा स्थितिमा यो जो अलिअलि छलफल चलिएको छ सकारात्मक त देखिन्छ। अहिले नयाँ केही त्यहाँ जति पनि सरोकारवाला सिचेस संवाद समिति लगायतका ती अब सांसदहरू केही होइन, तर पनि यो पूर्णतामा पुर्याउनलाई अझ तपाईँको के हुन्छ भन्नुहुन्छ भने यसको मोडालिटी त पुरा बदल्नलाई त सर यिनीहरू सक्दैन, यहाँ हुनु पर्यो नि। विद्यार्थीहरूको भविष्यको जिम्मा कसले लिने? सरकारले लिने। म दुईटा कुरा, ती पढिरहेका विद्यार्थीहरू जो भोलि बिहान खुल्दै जाँदा यसै पालि पनि 82 मा 83 मा शिक्षक सेवा आयोग दिएर शिक्षक हुन चाहने त छन् त, एजुकेसन पढिराखेका छन् है, टेक्निकल विषय पढिराखेका छन्। यिनी विद्यार्थीको भविष्यका लागि पनि यो एटीएसको जुन आन्दोलन बहुत महत्त्वपूर्ण छ। किन? भोलि उनले प्रवेश गर्दै जाँदा सेवा सुविधा लगायत सम्पूर्ण कुराहरूबाट एउटा स्वाभिमान टिचर को रूपमा प्रवेश गर्दाखेरि यो हामी होइन, झड्ने पातहरूको लागि होइन के यो। यहाँ चाहिँ अब जेठमा रिटायर हुने, भदौमा रिटायर हुने सरहरू हुन्छ, उनलाई के छ? यसको वृद्धि विकाससँग के सम्बन्ध छ? यो शिक्षाको मोडल परिवर्तन गरेर पनि केही घर जानेवाला छैन। आउने पिढीलाई तपाईहरुले गर्नुभएको यो आन्दोलन चाहिँ अत्यन्तै उपयोगी छ, ताकि उनीहरू तपाईहरु जस्तो खुम्चेर बस्नु नपर्नुहोस्। खुला राजनीतिक पार्टीको यो साइकोलोजिकल बेस भन्छ है, म अघि झण्डा भन्छन् सबै, झण्डा भन्दैन, काहीँ न काहीँ राजनीतिक पार्टीहरूको दास जस्तो त्योभन्दा उठेर विश्लेषण गर्न नसक्ने खालको जो हामीले अहिले भोगिराखेका छौँ सम्पूर्ण ब्युरोक्रेट्स, कोही काङ्ग्रेसका पत्रकार, कोही एमालेका पत्रकार, कोही माओवादीका पत्रकार, कोही कसैका पत्रकार, किन त्यो काहीँ न काहीँ आइडियोलोजी त जोडिन्छ नि सर। नेपालको राजनीतिक त एउटा भ्रष्टाचार गर्ने भाँडोको रूपमा अगाडि बढ्यो। त्यसकारण यो चिजबाट मुक्त भएको एउटा शिक्षा प्रणाली विकसित गर्ने एउटा अभियान हो यो। एउटाले गरिदिने व्यक्तिगत चरित्र र एउटा इमानदारीता सबैभन्दा ठुलो कुरा हो। एकदम। र यही रूपमा रहेर म तपाईहरुलाई मैले एउटा प्रश्न राख्न चाहे, यो देशको माटो कति राम्रो छ, कति उर्वर छ, नेपाल भन्ने बित्तिकै एउटा संसारभरि सबैले एउटा सल्युट गर्छ भन्दा यो देशले पाएको यो माटोको सुगन्ध बुझ्न सक्ने, माटोलाई एउटा नजिकबाट बुझेको यो देशको राष्ट्र सेवक तपाईले नाम लिँदा एकजनाको नाम लिनुस् न, को लाग्छ? म अहिलेको परिवेशमा कसैलाई अगाडिदेखि के तपाईले हेर्दै गर्दा केही नेताहरू छन् अहिलेको तत्काल भनौँ भने महेन्द्र, नै त्यसरी त म जाँदैन सर, मनमोहन अधिकारी, त्यसरी म किन जाँदैन भने एकजना हैन, पार्टीगत होइन, एकजना जो व्यक्ति पृथ्वीनारायण शाह हुन सक्छन् हैन, एकजनाको तपाईले नाम लिँदा फलानु व्यक्ति चाहिँ यो देशको लागि केही गर्ने एउटा व्यक्ति थिए है, त्यस्तै एउटै मात्रै किटान गर्ने आधार छैन सर, एउटै किटान गर्ने आधार छैन। बेला बखतमा हिजो राणाको विरुद्धमा पनि एउटा चाहिँ नयाँ एकजना व्यक्तिको नाम लिनु, व्यक्ति पार्टीगत नै छैन मेरो डिक्सनरीमा छैन। जस्तो नेपाल त तपाईको चाहिँ यो हो नि, तपाईको एउटा कसैले पनि कब्जा नगरेको एउटा चाहिँ स्वतन्त्र छैन। त्यतिकै त रहेन नि सर, कसैले नेतृत्व त बचपनमा थियौँ,
जस्तै हामी बचपनमा धुलो माटो खाँदै शिरपाल महाराज सर जय, पृथ्वीनारायण बडाल महाराज जय, भने त्यो सोच हाम्रा थियो। शहीद अमर रहून्, ओके। नेपाल आमाकी जय भन्ने चिजबाट गुज्यौँ। हामीलाई त्यतिखेर कुनै सेन्स ल सर, थिएन। हामी अन्तमा आइसकेका छौँ। तपाईँको टिचरको आन्दोलन जो अहिले भइरहेको छ, आन्दोलनमै केन्द्रित रहेर अन्तमा तपाईँले के भन्न चाहनुहुन्छ सरकारले? आन्दोलनको अन्तमा म यही भन्न चाहन्छु, अलिकति केही झिनो आशा त छ। सरकार पनि यता संवाद समिति, यो शिक्षा उपसमिति पनि सबै लागिराखेका छन्। यिनको बहसहरू पनि हेर्छौँ हामी। उहाँहरू सबैलाई अब जे नयाँ नयाँ चिन्ता चासो व्यक्त गरिराख्नु भएको छ, उहाँहरूलाई धन्यवाद। चाहिँ त्यसलाई बिल्कुलै अगाडि तार्किक निष्कर्षमा पुर्याउनु होला। शिक्षा भनेको धेरै गम्भीर विषय हो। यो हतारमा हुने विषय होइन। राज्यले परिकल्पना गरेको, सरकारले परिकल्पना गरेको देश अब आउने 20 वर्ष कहाँ पुर्याउने, अब आउने 20 वर्षपछिका युवा पिँढीहरूलाई, शैक्षिक जनशक्तिलाई कसरी चाहिँ सेटलमेन्ट गर्ने, यो ठ्याक्कै अहिले देशको स्थिति म एउटा उदाहरणबाट बताउँछु। दुईटा कुकुरहरू थिए, दुईटा देशका, एउटा प्रजातान्त्रिक देशको, एउटा कम्युनिस्ट देशको। कहीँ पढाएको थिएँ मैले। दुईटाको भेट हुन्छ, के छ हजुरको देशमा त राम्रै होला भन्दाखेरि कम्युनिस्ट देशको एउटा कुकुरले बोल्यो, अब भुग्न पाइन्छ नै, खाना त जति खाए पनि राम्रै छ साथी, अब भुग्न पाइँदैन, गोली हानिहाल्छन् भनेछ। अनि तेरो के छ हाल भनेर अर्कोलाई सोद्धा, जो डेमोक्रेटिक कन्ट्रीमा थियो उसलाई सोद्धाखेरि मेरा भुग्न जति पनि पाइन्छ, पेटमा चारो छैन, के गरौँ भन्दाखेरि यो दुईटैको समग्र निष्कर्ष के निक्लियो, कुकुरको जात हो, भुग्न पाएन भने के मजा, जति खाना खाए पनि भनेछ। अर्कोले भनेछ अब जब पेटमा चारै छैन भने पनि कति भुग्ने, भुग्न पाएर मात्र के। त्यसकारण यी दुईटैको खिच, कमसेकम त्यहाँ एउटा क्लियरेन्स त छ, क्लियरिटी छ। ठिक छ। त्यहाँ भुग्न पाइन्छ, खाना पाइन्न, यहाँ खाना पाइन्छ, भुग्न पाइन्न, क्लियरिटी छ। यहाँ त तपाईहरु पनि गोली पनि चलेकै छन्, भुग्ने कार्य पनि चलेकै छ, पेटमा चारो पनि छैन। अब कसैका त भुँडी पनि फुट्न लाग्यो होलान् कुनै ठाउँ बसेर। ओके सर, थ्यांक यू सो मच। ओके, थ्यांक यू सो मच तपाईलाई। हार्दिक धन्यवाद हजुरलाई पनि।